ल साथीहरु नमस्ते एन्ड गुड मर्निङ। म अहिले चाहिँ मकाउको पलोवान भन्ने ठाउँबाट चाहिँ मर्निङ वाकको लागि निस्किने छु। यो चाहिँ असाध्यै राम्रो ठाउँ छ। अनि हिजोको ताइफोनले गर्दा चाहिँ यहाँ चाहिँ अलिकता माहौल बिग्रेर अब यो हावाहुरी पानी त्यसले गर्दा विभिन्न रुखहरू भाँचिएको छ। अनि मान्छेहरू काममा जान पनि पाएका थिएनन् र आजबाट माहौल अलिकता सामान्य भएको छ। त्यही पनि हल्का पानी चाहिँ परिरहेको छ। यो चाहिँ वर्ल्डको नम्बर 2 क्यासिनोको लागि एकदम प्रख्यात सिटीमा चाहिँ रहन आउँछ मकाउ। यदि तपाईहरु पनि मकाउ आउन इच्छुक हुनुहुन्छ, मकाउको बारेमा जान्न चाहनुहुन्छ भने र मकाउ कस्तो हो, के हो, यहाँ काम गर्दा कति पैसा कमाइन्छ, कति बचाउन सकिन्छ भनेर त्यसको बारेमा चाहिँ बुझ्न चाहनुहुन्छ भने मलाई सब्स्क्राइब गर्नु होला। म यसमा यो सम्बन्धी विभिन्न भिडियोहरू हाल्दै छु। यो चाहिँ क्यासिनो हो, तपाईले देखिराख्नु भएको छ त्यो ठुल्ठुलो बिल्डिङहरू जुन टाढाको छ त्यो चाहिँ एकदम ठुलो क्यासिनो। एउटा चाहिँ स्टुडियो सिटी क्यासिनो भन्छ त्यसलाई, अर्को भ्यानिसन भन्छ, यतापट्टि आउँछ यो ग्यालेक्सी भन्छ। यो चाहिँ यस्तो डेभलप छ नि यो यहाँ चाहिँ हरेक ठाउँ हरेक रोड पुरै सीसीटीभीले कभरेज गरेको छ। यहाँ तपाईले मोबाइल छोड्नुभयो, कतै बाटोमा पैसा छोड्नुभयो, केही छोड्नुभयो भने त्यो हराउने सम्भावना भनेको एकदम कम हुन्छ। कसैले टिप्दैन यहाँ, किनकि सीसीटीभीबाट चाहिँ हेरेको हुन्छ, मोनिटाइज गरेको हुन्छ। अब यो एउटा पारी हेर्नुहोस्, म एउटा सानो क्लिप देखाउँछु। यो पारी चाहिँ चाइना हो, त्यो जुन बिल्डिङ बनिराखेको छ यो पुलबाट चाहिँ जान्छ त्यहाँ, यो पारी चाइना हो। अब यहाँको मान्छेलाई हामी यहाँबाट चाइना जानु पर्यो भने भिजा इमिग्रेसन पास गरेर मात्रै जान मिल्छ, यतिकै जानु मिल्दैन। र मकाउमा वेदर एकदम ठिक छ, धेरै गर्मी पनि हुँदैन, धेरै जाडो पनि हुँदैन र मान्छेहरू यहाँ एकदम एजुकेटेड पनि छन्। प्लस त्यो माथि अलिकता त्यस्ता नराम्रा एक्टिभिटिजहरुमा पनि एकदम कडाइ छ। यहाँ त्यस्तो नचाहिँदा कामहरू यहाँ गर्न पाइँदैन। सबभन्दा स्पेसली त हरासमेन्टको केसमा चाहिँ एकदम मकाउ गभर्नमेन्ट चाहिँ अलिकति बढी स्ट्रिक्ट छ। यो चाहिँ एउटा मर्निङ वाकको लेन हो। यसमा तपाईँ साइकल पनि चलाएर हिँड्न सक्नुहुन्छ, पैदल पनि हिँड्न सक्नुहुन्छ। बाटोमा पुरै फुलहरूदेखि लिएर सजाएको राखेको छ र यो हिँड्दाखेरि पनि अलिकता यसमा चाहिँ अलिकता आफूलाई आनन्दको फिलिङ्स आउँछ, स्वच्छ फिल आउँछ। म चाहिँ प्रायः ड्युटी जाँदा बिहानको टाइममा चाहिँ यो बाटोमा मर्निङ वाक हिँडेर नै ड्युटी जान्छु। मलाई लगभग 45 मिनट लाग्छ मेरो घरबाट चाहिँ यहाँ म ड्युटी पुग्ने क्यासिनो पुग्नलाई। अब झन्डै म काम गर्ने क्यासिनो आइपुग्नु लाग्यो। त्यो अगाडि देखेको बिल्डिङ हो, यसलाई चाहिँ ग्यालेक्सी क्यासिनो भन्छ, होटल एन्ड क्यासिनो। ल हेर्नुहोस् यस्तै छ, दसैँ आयो। अब विदेशमा बस्ने मान्छेलाई त के दसैँ होइन के तिहार होइन, हामीलाई त त्यस्तै हो। दसैँ सकिन लाग्यो, तिहार आउँदैछ र सबैजनालाई सकिन लागेको दसैँको पनि धेरै धेरै शुभकामना र आउँदै गरेको तिहार छठको लागि विशेष शुभकामना सहित आजको मेरो मर्निङ वाकको भिडियो यहीँ अन्त्य गर्छु। नमस्कार, धन्यवाद।